अमेरिकी सरकारले ल्यायो नयाँ नियम। अमेरिकामा दर्ता बिना 30 दिनभन्दा बढी बसोबास गरेमा अब सजाय हुने। ट्रम्प प्रशासनद्वारा सयौं विद्यार्थीका प्रवेशाज्ञा भिजा खारेज। अमेरिकी नागरिकता खोजेर डिपोर्ट गरिएका नेपालीको मुद्दा आइएसद्वारा उदाहरणका रूपमा प्रस्तुत। जुन महिनाका लागि थपिएर 8,000 पुग्यो डिभी 2025 का नेपाली विजेताको केस नम्बर। रोजगारमा आधारित दोस्रो र तेस्रो श्रेणी ग्रीन कार्डमा भएन हलचल, पहिलो श्रेणी भयो करेन्ट। अमेरिकी नागरिकका दाजुभाइ र दिदीबहिनीको मुहारमा पनि देखियो चमक। ग्रीन कार्ड पाउने मितिमा अग्रता। ग्रीन कार्ड वाहकका दम्पति र छोराछोरीलाई खुसीको खबर। ग्रीन कार्ड फाइल गर्ने मितिमा अग्रता। मेरील्यान्डमा एनपीपीए को सामूहिक यही पूजा समारोह सम्पन्न। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हटाए मोबाइल, कम्प्युटर र इलेक्ट्रोनिक वस्तुको शुल्क। अमेरिकी राष्ट्रपति ट्रम्पका दूत स्टिभ र रुसी राष्ट्रपति पुटिन बीच भेटवार्ता। चीनले फेरि बढायो अमेरिकी सामानमा भन्सार शुल्क। सीले के भने, यसको विषयमा पुरै जानकारी। अमेरिकी रक्षा मन्त्रीले गरे जलवायु र विविधता शीर्षकको 5 अर्ब 10 करोड डलर खर्च कटौती। अमेरिकाको सहायता कटौतीले अफगानिस्तानमा भोकमरीको खतरा। र नेपालको खबरमा आज 2082 को नयाँ वर्ष मेष संक्रान्ति र 20 का जात्रा मनाइँदै। नयाँ वर्ष 2082 का अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले भने, हिंसा, आगजनी र मानवीय क्षति सुन्दा दुःख लाग्यो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्च अदालतले दियो आदेश। नागरिकले फ्याँकिसकेको राजतन्त्र आउने भ्रम पाल्नु नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। हत्याको त कुरै छोड्नुहोस्, मैले एकजनालाई पिटेको समेत छैन भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धारणा। योगी आदित्यनाथ बारे गलत सूचनाको आधारमा आफूले बोलेको कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई। आन्दोलनरत शिक्षकहरूको काठमाडौँको प्रदर्शन जारी। सुनको भाउमा नेपालमा लगातार कीर्तिमान तोलाको 1,86,000 पुग्यो। र समाचारको अन्त्यमा वर्ष 2081 मा नेपालको राजनीतिक उथलपुथल, राजा फर्काउनेदेखि पूर्व राष्ट्रपति राजनीतिमा फर्कनेसम्मको चर्चा। वर्ष 2081 मा नेपालमा के प्रमुख घटनाक्रमहरू भए, यसको विषयमा पुरै जानकारी। दर्शक महानुभाव नमस्कार। समाचार पार्टी यूएस को दैनिक न्यूज बुलेटिनमा स्वागत छ। म प्रहलाद चन्द्र घिमिरे। आज अप्रिल 13, 2025 आइतबार। नेपालमा विक्रम सम्वत 2082 वैशाख 1 गते। आज नेपाली नयाँ वर्षबाट हामीले अमेरिकामा रहनुभएका दर्शकहरूका लागि अमेरिकाबाट दैनिक समाचार प्रस्तुत गर्न सुरु गरेका छौं। यस बुलेटिनमा नेपाली समुदायले अमेरिकामा गरेका सामाजिक, आर्थिक, राजनीतिक गतिविधि, अमेरिकाले लागू गरेका र गर्न खोजेका नीति नियम लगायत नेपाल र नेपालीलाई प्रभाव पार्ने समाचार र जानकारी प्रस्तुत गर्नेछौं। यो समाचार बुलेटिन इस्टर्न समय अनुसार हरेक दिन साँझ 6 बजे प्रसारण हुनेछ। यदि हजुरसँग पनि नेपाल र नेपाली समुदायको विषयमा सरोकार राख्ने कुनै पनि समाचार, सूचना वा जानकारी छ भने हामीलाई समाचार पार्टी USA@gmail.com मा इमेल गर्न सक्नुहुनेछ। हामीलाई अमेरिकाको कुन स्टेट, कुन सिटीबाट हेर्दै हुनुहुन्छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। दैनिक रूपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला। आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम भनेर लेख्नुहोला। हाम्रो च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नुहोला अनि नजिकै आउने बेल आइकनलाई क्लिक गर्नुहोला। आउनुहोस् दर्शक महानुभाव, समाचार पार्टी USA को न्यूज बुलेटिन सुरु गरौं। अमेरिकी सरकारले नयाँ नियम लागू गरेको र अमेरिकामा दर्ता बिना 30 दिनभन्दा बढी बसोबास गरेमा सजाय हुने प्रसंगबाट। अमेरिकामा 30 दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले यहाँको दर्ता ऐन एलियन अन्तर्गत दर्ता नगरेको खण्डमा अब उनीहरूलाई जेल सजाय हुन सक्ने भएको छ। विदेशी दर्ता ऐन अन्तर्गत दर्ता गर्ने अन्तिम मिति रहेको पनि उल्लेख छ। संयुक्त राज्य अमेरिकामा 30 दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकहरूले संघीय सरकारमा दर्ता गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनकी प्रेस सचिव क्यारोलिन लाभेटले बताएका छन्। नियम पालना नगरे जरिवाना, जेल वा दुवै सजाय हुने उहाँको भनाइ छ। अमेरिकी गृह सुरक्षा विभागले पनि प्रेस विज्ञप्ति निकालेर विदेशी नागरिकहरूलाई यस ऐन अन्तर्गत दर्ता गर्न निर्देशन जारी गरेको छ। संयुक्त राज्य अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा विदेशी विद्यार्थीहरूका प्रवेशाज्ञा अर्थात् भिजा खारेज गर्ने अभियान दक्षिणी राज्यहरूमा समेत फैलिएको छ।
फ्लोरिडा, टेक्सास, न्यू मेक्सिको, टेनेसी, उत्तर क्यारोलिना र ह्युस्टनका प्रतिष्ठित विश्वविद्यालयहरूमा अध्ययनरत सयौं विदेशी विद्यार्थीहरूको F1 विद्यार्थी प्रवेशाज्ञा अर्थात् भिजा र आप्रवासन स्थिति स्टाटस खारेज गरिएको छ। टेक्सास A&M विश्वविद्यालयका अनुसार 23 जना अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सेभिज प्रणालीबाट विवरण रेकर्ड हटाइएको छ, जसले उनीहरूको कानुनी स्थिति समाप्त गरेको छ। फ्लोरिडा अन्तर्राष्ट्रिय विश्वविद्यालयमा 18 विद्यार्थीहरूको भिजा खारेज भएको छ। त्यस्तै न्यू मेक्सिको राज्य, मध्य टेनेसी राइस युनिभर्सिटी र टेक्सास A&M लगायतका विश्वविद्यालयमा सयौं विद्यार्थी प्रभावित भएको समाचार छ। यो कदम पछिल्लो समय इजरायल विरुद्ध भएको विश्वविद्यालय क्याम्पस प्रदर्शनहरूमा संलग्न भएको आरोपमा अगाडि सारिएको छ। मार्च 8 मा कोलम्बिया विश्वविद्यालयका एक पूर्व विद्यार्थी खालिललाई ICE गुप्तचरहरूले पक्राउ गरेपछि यो विषय चर्किएको हो। उनीहरू विरुद्ध कुनै पक्राउ पूर्जी बिना पक्राउ गरिएको उनकी श्रीमतीले बताएका छन्। ट्रम्प प्रशासनले खालिललाई हमाससँग जोडिएको बताउँदै निष्कासन गर्न खोजेको छ। यद्यपि उनका वकिलहरूले त्यसको कुनै प्रमाण नरहेको बताउने गरेका छन्। अमेरिकी विदेश सचिव मार्को रुबियोले यस्ता हरेक उग्र विद्यार्थीहरूको भिजा खोज्ने बताएका छन्। हालसालै एक अदालतले खालिललाई देश निकाला गर्न योग्य भएको फैसला पनि सुनाएको छ। अहिले यो नीति स्वतन्त्र अभिव्यक्तिमाथि हमला र शान्तिपूर्ण राजनीतिक विरोधलाई दबाउने प्रयासको रूपमा लिइएको छ। अमेरिकाभरि विद्यार्थीहरू प्रदर्शन गरिरहेका छन्। असहमति देखाउने विद्यार्थीहरूलाई देश निकाला गर्ने नीति लोकतन्त्र विरोधी भन्दै आवाज पनि उठाइरहेका छन्। अमेरिकी नागरिकता खोसिएर नेपाल डिपोर्ट गरिएका नेपालीको मुद्दालाई अमेरिकी अध्यागमन एजेन्सी IS ले मुख्य उदाहरणका रूपमा प्रस्तुत गरेको छ। IS ले झण्डै 2 दर्जन व्यक्ति विरुद्धका अध्यागमन कारबाहीहरूलाई उदाहरण स्वरूप प्रस्तुत गर्दा उक्त नेपालीको मुद्दालाई पनि प्रमुख उदाहरणका रूपमा अगाडि सारेको हो। नेपाली नागरिक उमेश चन्द्र पुरीको मुद्दा सार्वजनिक गर्दै IS ले उदाहरण प्रस्तुत गरेको हो। IS का अनुसार उमेश चन्द्र पुरीले सन् 2010 अगस्त 20 मा जालसाजी पूर्वक अमेरिकी नागरिकता प्राप्त गरेका थिए। उनले सन् 2015 नोभेम्बर 2 मा राज्य अदालतमा आफूमाथि लागेको यौन दुराचारको अभियोग स्वीकार गरेका थिए। सन् 2005 देखि 2015 सम्म आफ्नै जैविक छोरीमाथि यौन दुर्व्यवहार गरेको अभियोग उनीमाथि लागेको थियो, जुन उनले अदालतमा स्वीकार गरेका थिए। पुरीमाथि बालिकामाथि निरन्तर यौन दुर्व्यवहार, अश्लील कार्य, नाबालिगसँग यौन सम्बन्ध राख्नु तथा बाल पोर्नोग्राफी राख्ने जस्ता अभियोगहरू रहेका थिए। ती अभियोगहरू स्वीकार गरेपछि उनलाई 8 वर्षको जेल सजाय सुनाइएको थियो र यौन अपराधीको रूपमा दर्ता गर्न आदेश दिइएको थियो। जेल सजाय पूरा गरेपछि उनले ड्राइभिङ अनुमति पत्रका लागि आवेदन दिने क्रममा जालसाजी पूर्वक प्राप्त अमेरिकी नागरिकताको प्रमाणपत्र प्रयोग गरेका थिए। सन् 2021 डिसेम्बर 21 मा नर्थ क्यारोलिनाको संघीय अदालतले उनलाई नागरिकताको प्रमाणपत्र जालसाजी पूर्वक प्रयोग गरेको ठहर गर्दै दोषी ठहर्याएको थियो। त्यसपछि उनको अमेरिकी नागरिकता खारेज गरिएको थियो। पछि उनलाई अमेरिका छाड्न आदेश दिइएको थियो। सन् 2022 जनवरी 27 मा उनलाई अमेरिका निकाला गरेर नेपाल पठाइएको थियो। नेपाली नागरिक विरुद्धको यो अध्यागमन कारबाहीलाई उदाहरणको रूपमा प्रस्तुत गर्दै IS ले अध्यागमन सम्बन्धी चेतावनी पनि दिएको छ। प्रस्तुत गरिएका झण्डै 2 दर्जन व्यक्तिमा विश्वका अन्य देशका नागरिकहरू पनि छन्। IS ले जनाएको छ कि अमेरिकी नागरिकता प्राप्त गर्नका लागि आवेदन दिने सबैले आवश्यक राम्रो नैतिक चरित्र भएको प्रमाणित गर्नुपर्ने हुन्छ। यसका लागि आवेदनमा सोधिने प्रश्नहरूको सत्यतापूर्वक उत्तर दिनुपर्ने हुन्छ। उदाहरणका लागि पक्राउ नगरिएको भए तापनि विगतमा कुनै अपराध गरेको, कसैसँग जबरजस्ती यौन सम्पर्क राख्ने प्रयास गरेको वा अवैध लागू पदार्थ बेचबिखन वा तस्करीमा संलग्न भएका यस्ता विषयहरूमा झुट बोलेमा IS ले तिनीहरूलाई पत्ता लगाई मुद्दा चलाउन र देश निकाला गर्न अधिकारीहरू प्रयोग गर्ने बताएको छ। IS ले डिजिटल उपकरणहरू र अन्य संघीय एजेन्सीहरूबाट साझा गरिएका डेटाबेसको प्रयोग गरेर नागरिकता आवेदन दिने बेला वा त्यस सम्बन्धी अपराध गरेका वा नागरिकता पाएपछि दोषी ठहरिएका व्यक्तिहरू पहिचान गर्ने जनाएको छ। यस्ता केसहरू फेला परेमा ती व्यक्तिले आफ्नो अध्यागमन फारमहरूमा झुट बोलेको ठहर्ने IS को चेतावनी छ। मानव कुनै व्यक्तिले सन् 2020 मा अपराध गरेको थियो तर पक्राउ परेन। उनी सन् 2021 मा अमेरिकी नागरिक बने र सन् 2025 मा 2020 को अपराधमा दोषी ठहरिए। यस्तो अवस्थामा के तपाईले कहिले यस्तो अपराध गर्नु भएको छ जसले तपाई पक्राउ पर्नु भएको थिएन भन्ने प्रश्नमा उनले झुट बोलेको ठहरिने IS को भनाइरहेको छ। जालसाजी पूर्वक अमेरिकी नागरिकता प्राप्त गर्नु गम्भीर अपराध हो जसमा 10 वर्षसम्मको जेल सजाय हुन सक्छ। दोषी ठहरिएमा नागरिकता स्वतः खारेज हुन्छ र सम्भव भएसम्म IS ले ती व्यक्तिहरूलाई देश निकाला गर्ने IS को पछिल्लो चेतावनीमा उल्लेख गरिएको छ भन्दै खसोखासमा यो समाचार छ।
अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्युरोको भिजा बुलेटिनले जुन महिनामा नेपाली डिभी विजेताहरूका लागि केस नम्बरमा महत्वपूर्ण वृद्धिको घोषणा गरेको छ, जसले कट अफ 8,000 मा पुर्याएको छ। अर्थात् 8,000 सम्म केस नम्बर हुने डिभी विजेताले आगामी जुन महिनामा भिजा प्राप्त गर्न सक्ने अवसर छ। केस नम्बरको कट अफ जनवरी र फेब्रुअरी दुवैमा 3,500 थियो भने मार्चका लागि 4,500 बनाइएको थियो। यो कट अफ नम्बर अप्रिलका लागि भने 5,950 रहेको छ भने मे महिनाका लागि 6,450 रहेको छ। त्यसअघि अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनाहरूमा 2,950 सम्मका केस नम्बरहरू भिजा प्रक्रियाका लागि योग्य थिए। जनवरीमा कट अफ 3,500 मा वृद्धि गरिएको थियो, तर फेब्रुअरीका लागि कुनै थप परिवर्तन गरिएको थिएन। अक्टोबर 1 देखि सुरु भएको आर्थिक वर्षका लागि 3,861 जना नेपाली डिभी लोटरीमा छनौट भएका छन्। डिभी लोटरीमा छनौट हुनेमा नेपालीहरू एसियामा तेस्रो नम्बरमा छन्। पहिलो नम्बरमा इरानका 5,267 जनाले डिभी पारेका छन् भने दोस्रो नम्बरमा अफगानिस्तानका 4,009 जनाले डिभी पारेका छन्। युरोपमा सबैभन्दा धेरै उज्बेकिस्तानका 5,564, दोस्रोमा टर्कीका 4,194 र तेस्रोमा युक्रेनका 4,002 जनाले डिभी पारेका छन्। दक्षिण अमेरिकामा क्युबाका 2,348 जनाले डिभी पारेका छन्। अफ्रिकामा अल्जेरियाका 5,526, इजिप्टका 5,515, सुडानका 5,505 र केन्याका 4,459 जनाले डिभी पारेको उल्लेख छ। 55,000ले भिजा पाउने भए तापनि कुल 1,31,060 जनाले विश्वभरबाट डिभी पारेका छन्। विश्वभरबाट 1,29,27,656 जनाले डिभीका लागि आवेदन दिएका थिए। आर्थिक वर्ष 2025 को डिभीका लागि छनौट भएका 2025 को सेप्टेम्बर भित्र भिजा प्राप्त गरिसक्नुपर्छ। विद्यमान कानून अनुसार उक्त अवधिभित्र भिजा नपाउनेहरू यो लोटरीका लागि स्वतः अयोग्य हुनेछन्। डिभी 2025 का आवेदकहरूलाई कम्तीमा सन् 2025 को सेप्टेम्बर 30 सम्म कन्फर्मेसन नम्बर साथमा राख्न सुझाव दिइएको छ। डिभी परे नपरेको चेक गर्ने एकमात्र आधिकारिक माध्यम भनेको अमेरिकी विदेश मन्त्रालयको वेबसाइट हो। कतिपय ठगहरूले डिभी परेको भन्दा इमेल पठाउने र ठग्ने गतिविधि समेत तीव्र भएकाले त्यसबारे सचेत हुन समेत सावधान गराइएको छ। यदि तपाईँ डिभीका लागि छनौट हुनु भएन भने तपाईँ छनौट नहुनु भएको सूचना स्क्रिनमा देख्न सक्नुहुन्छ। यदि तपाईँ छनौट हुनु भएको खण्डमा त्यसपछिको प्रक्रिया सहितको पत्र स्क्रिनमा देख्न सकिन्छ। अमेरिकी संसदको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिजा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्छ। आप्रवासन तथा राष्ट्रियता सम्बन्धी ऐनको दफा 203 C ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई डाइभर्सिटी आप्रवासीका रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ। चिट्टा पढ्ने आवेदकहरूले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ। भिजाहरू 6 भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको 7% संख्याभन्दा बढी भिसा प्राप्त गर्न नसक्ने जनाइएको छ। यसैबीच अमेरिकी विदेश मन्त्रालय ब्युरो अफ कन्सुलर अफेयर्सको मेको भिजा बुलेटिनले रोजगारमा आधारित दोस्रो र तेस्रो श्रेणीका लागि ग्रीन कार्ड र आप्रवासी भिजा पाउने मितिमा कुनै पनि हलचल ल्याएको छैन। USCISले मेमा पनि रोजगारमा आधारित ग्रीन कार्डका लागि भिजा बुलेटिनको फाइलिङ मिति प्रयोग नगरी फाइनल एक्सन मिति नै प्रयोग गर्ने भएकाले आवेदकहरू थप मारमा परेका छन्। मे महिनामा पहिलो श्रेणीका सन्दर्भमा भने पहिलो जस्तै ग्रीन कार्ड फाइल गर्ने र आप्रवासी भिजा पाउने मिति करेन्ट नै रहेको छ। मे महिनामा पनि अमेरिका भित्री हुनेहरूका सन्दर्भमा पहिलो श्रेणीको आवेदन I-140 का साथमा ग्रीन कार्ड आवेदन I-450 फाइल गर्न पाइने भएको छ भने अमेरिका बाहिर हुनेले भिजा करेन्ट हुन्जेल कुर्नु नपर्ने भएको छ। यद्यपि दूतावासहरूमा रहेको भिजा ब्ल्याकलगका कारण अमेरिका बाहिर हुनेलाई आप्रवासी भिजा अन्तर्वार्ता पाउन भने लामो समय लाग्दै आएको छ। रोजगारमा आधारित दोस्रो श्रेणीको ग्रीन कार्डका लागि अप्रिलमा I-485 ग्रीन कार्ड आवेदन फाइल गर्न पाइने प्राथमिकता मिति 2023 को जुन 22 मा रहेकोमा मेका लागि पनि सोही मिति नै कायम छ। अमेरिका बाहिर हुनेले पनि 2023 जुन 22 अगाडि प्राथमिकता मिति भएमा मे महिनामा भिजा अन्तर्वार्ता र आप्रवासी भिजा पाउन सक्ने बताइएको छ। तेस्रो श्रेणीको स्किल्ड ग्रीन कार्ड आवेदकका लागि
2023 जनवरी 1 भन्दा अगाडि लेबर सर्टिफिकेसन फाइल गरेका आवेदकहरूले लेबर सर्टिफिकेसन स्वीकृत भइसकेको भएमा मे महिनामा ग्रीन कार्ड आवेदन आई 485 फाइल गर्न पाउनेछन्। यो मिति पनि अप्रिलको तुलनामा हेरफेर भएको छैन। अमेरिका बाहिर भिजा कुरिरहेकाहरूका सन्दर्भमा पनि 2023 जनवरी 1 अगाडि लेबर सर्टिफिकेसन फाइल गरेर स्वीकृत भएकाहरूले मई महिनामा भिजाका लागि अन्तर्वार्ता पाउन सक्नेछन्। रोजगारमा आधारित तेस्रो श्रेणीका अनस्किल्ड कामदारका सन्दर्भमा मे 22 2021 अगाडि लेबर सर्टिफिकेसन फाइल गरेकाहरूले लेबर सर्टिफिकेसन स्वीकृत भइसकेको भएमा मे महिनामा ग्रीन कार्ड आवेदन आई 485 फाइल गर्न पाउनेछन्। अप्रिलको तुलनामा यो मितिमा पनि हेरफेर भएको छैन। यो श्रेणीमा अमेरिका बाहिर भिजा कुरिरहेकाहरूका सन्दर्भमा मे 22 2021 अगाडि लेबर सर्टिफिकेसन फाइल गरेर स्वीकृत भएकाहरूले मेमा भिजाका लागि अन्तर्वार्ता पाउन सक्नेछन्। तर चौथो श्रेणीको विशेष आप्रवासी र धार्मिक कामदारका लागि अमेरिकी विदेश मन्त्रालयले ग्रीन कार्डको वार्षिक सीमा आर्थिक वर्षको 5 महिनाभित्रै पुगेको घोषणा गरेकाले यो श्रेणी उपलब्ध नै रहेको छ। यसको मतलब यो अक्टोबर 1 मा अर्को आर्थिक वर्ष सुरु नभएसम्म यो श्रेणी अन्तर्गत थप भिजा र ग्रीन कार्डहरू उपलब्ध नहुने बताइएको छ। USCIS सँगको सहकार्यमा अमेरिकी विदेश मन्त्रालयले आर्थिक वर्ष 2025 को लागि रोजगारमा आधारित चौथो श्रेणीमा उपलब्ध सबै आप्रवासी भिजाहरू जारी गरेको जनाएको छ। अमेरिकाको आप्रवासन र राष्ट्रियता ऐनले एक आर्थिक वर्षभित्र जारी गर्न सकिने रोजगारीमा आधारित आप्रवासी भिजाहरूको संख्यालाई सीमित गर्छ। विशेष गरी रोजगारीमा आधारित चौथो श्रेणीको भिजाको वार्षिक सीमा विश्वव्यापी रोजगारमा आधारित ग्रीन कार्डका सबै श्रेणीको सीमाको 7.1% मात्र हुने व्यवस्था गरेको छ। रोजगारमा आधारित चौथो श्रेणीको भिजा र ग्रीन कार्डको वार्षिक सीमा हरेक आर्थिक वर्ष लगभग 9,940 हो। यो वार्षिक रूपमा तोकिएको 1,40,000 रोजगारमा आधारित भिजा र ग्रीन कार्डहरूको 7.1% हो। यसबाट देशहरूलाई पनि छुट्टै सीमाहरू तोकिएको हुन्छ। अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तर्गत ब्युरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिजा बुलेटिनले अमेरिकी नागरिकका दाजुभाइ दिदीबहिनीहरूको मुहारमा थोरै मुस्कान ल्याएको छ। किनभने अमेरिकी नागरिकका दाजुभाइ दिदीबहिनीहरूले ग्रीन कार्ड वा आप्रवासी भिजा पाउने मितिमा अग्रता कायम भएको छ। अप्रिलमा 2007 अगस्त 1 भन्दा अगाडि आवेदन दिएका वा प्राथमिकता मिति भएकाहरूले भिजा पाउन सक्ने रहेकोमा मेका लागि 5 महिनाको अग्रता कायम भई 1 जनवरी 2008 मा सरेको छ। अर्थात् 2008 जनवरी 1 भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकी नागरिकका दाजुभाइ दिदीबहिनीहरूले मेमा भिजा पाउन सक्नेछन्। त्यस्तै अमेरिकाभित्र हुने अमेरिकी नागरिकका दाजुभाइ दिदीबहिनीले ग्रीन कार्ड फाइल गर्ने मितिमा पनि मे महिनामा 2 महिनाको अग्रता कायम भएको छ। अर्थात् 2008 जुन 1 भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकाभित्र हुने अमेरिकी नागरिकका दाजुभाइ दिदीबहिनीले मेमा ग्रीन कार्ड आवेदन दिन सक्नेछन्। त्यसैगरी अमेरिकाभित्र हुने ग्रीन कार्ड वाहकका दम्पति र 21 वर्ष नपुगेका छोराछोरीहरूले ग्रीन कार्ड फाइल गर्ने मितिमा उल्लेखनीय अग्रता कायम भएको छ। अप्रिलका लागि 2024 अक्टोबर 15 भन्दा अगाडि I-130 आवेदन दिएकाहरूले ग्रीन कार्ड फाइल गर्न सक्ने भएकोमा मे महिनाका लागि झण्डै 3.5 महिना अग्रता कायम हुँदा 2025 फेब्रुअरी 1 भन्दा अगाडि I-130 फाइल गरेकाहरूले मे महिनामा ग्रीन कार्ड आवेदन I-485 फाइल गर्न सक्ने जनाइएको छ। अमेरिकाभित्र हुने ग्रीन कार्ड वाहकका दम्पति र 21 वर्ष नपुगेका छोराछोरीहरूका लागि यो खुसीको खबर हो। किनभने उनीहरूले ग्रीन कार्ड आवेदन I-485 फाइल गरेपछि सामान्यतया स्टाटस जोगाउने झन्झट हुँदैन भने वर्क पर्मिट र सोशल सेक्युरिटी नम्बर समेत प्राप्त गरेर अमेरिकामा काम गर्न पाउँछन्। साथै आवेदन विचाराधीन रहेको अवस्थामा ट्राभल डकुमेन्ट प्राप्त गरेर अमेरिका बाहिर यात्रा गर्न समेत पाउँछन्। तर कतिपय अवस्थामा कानुन व्यवसायीहरूले ग्रीन कार्ड प्राप्त नहुँदासम्म अध्यागमन स्टाटस कायम राख्न समेत सुझाव दिने गरेको जनाइएको छ। अमेरिकाको DC महानगर क्षेत्रमा 34 वर्ष अगाडि स्थापना भएको नेपापासा पुछ अमेरिकाय NPPA ले 15औं सामूहिक इही पूजा सम्पन्न गरेको छ। सामूहिक इही पूजा सन् 2006 मा पहिलो पटक सुरुवात गरिएको थियो। गत शनिबार अप्रिल 12 का दिन सम्पन्न उक्त समारोह मेरील्यान्डको हरेकृष्ण मन्दिरमा आयोजना गरिएको हो। कार्यक्रममा करिब 400 भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रम बिहान 8 बजेदेखि दिउँसो 2:30 बजेसम्म चलेको थियो भने यही सामूहिक पूजा लामो समयदेखि वर्तमान प्रथम उपसभापति शान्ति श्रेष्ठले संयोजन गर्नुभएको थियो। करिब 50 जना स्वयंसेवकहरूले सेवा प्रदान गरेका थिए। मेरील्यान्डको पोटोम्याक शहर स्थित हरेकृष्ण मन्दिर स्कनमा सम्पन्न भएको 15औं सामूहिक यही पूजामा 28 जना नेवा समुदायका कन्याहरूले सामूहिक यही पूजा गरेका थिए। कार्यक्रममा DC महानगर क्षेत्रको मेरील्यान्ड, भर्जिनिया, वाशिंगटन DC, न्युयोर्क, ओहायो, मिजोरी, नर्थ क्यारोलिना,
मिशिगन लगायत विभिन्न 8वटा राज्यहरू समेत यही पूजाका लागि आफ्ना छोराछोरीहरू त्यहाँ पुर्याएको उल्लेख छ। उक्त सामूहिक यही समारोहमा अमेरिकामा जन्मिएका बालिकाहरूलाई सामूहिक यही पूजामा समावेश गरिएको थियो। नेवार समुदायका पुरोहित राजेन्द्र राजोपाध्यायले यही पूजामा गरिने सम्पूर्ण परम्परागत विधि मन्त्रोच्चारणका साथ सम्पन्न गर्नुभएको थियो। यहीको अर्थ बेल विवाह होइन। नेपाल भाषाको शब्द यहीको अर्थ समय हो। बेल फललाई नेपाल भाषामा ब्या भनिन्छ। हिन्दू धर्ममा ब्या फललाई भगवान शिवको प्रतीक मानिन्छ। यही प्रक्रियामा कन्यालाई भगवान विष्णुको अवतार सुवर्ण कुमारको प्रतीक मानी सुनमा कुँदिएको विष्णु भगवान वा कुनै स्वर्ण वस्तुलाई कन्यादान गरिन्छ। यस अवसरमा भगवान रूपी ब्या फल साक्षीको रूपमा उपस्थिति रहन्छ। नेवार समुदायमा विधवा भन्ने नै छैन र हुँदैन। कन्याले केवल सुवर्ण कुमारसँग मात्र विवाह गरेको हुन्छ। विवाहमा भगवान शिवको प्रतिनिधित्व गरेको हुन्छ। सुवर्णले भगवान विष्णु तथा नारायणको प्रतिनिधित्व गर्छ। संस्थाका वर्तमान अध्यक्ष मनोहर लाल श्रेष्ठ कार्यक्रममा उपस्थित भएका अतिथि सहभागी आमन्त्रित समुदाय सदस्य कन्या तथा अभिभावकलाई समेत स्वागत गरिएको थियो। अन्त्यमा अध्यक्ष श्रेष्ठले नै प्रमाणपत्र समेत वितरण गर्नुभएको थियो। संस्थाका संस्थापक अध्यक्ष तथा समाजसेवी राम मालाकारले प्रारम्भिक पूजा गर्नुभएको थियो। सबैले नेपाल भाषामा बेल फललाई ब्या भनिन्छ र यही ब्या अपभ्रंश भएर बेल विवाह भएको बताइन्छ। यस समारोहका लागि व्यक्ति परिवार तथा व्यावसायिक संस्थाहरूले पनि आर्थिक तथा भौतिक सहयोग गरिएको थियो भन्दै यी नेप्लिजले यो समाचार लेखेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक वस्तुहरूमा शुल्क हटाएका छन्। अमेरिकामा आयात हुने वस्तुहरूमा शताब्दीकै सबैभन्दा बढी शुल्क लगाउने निर्णय गरेको केही दिनमै ट्रम्पको यो घोषणा सार्वजनिक भएको हो। अमेरिकाको कस्टम एन्ड बोर्डर पोर्टल CBPले सूचना जारी गरी शुल्क छुट चीनबाट अमेरिका आयात हुने स्मार्टफोन र तिनका पाटपुर्जा सहितका इलेक्ट्रोनिक सामानमा समेत हुने जनाएको छ। यसअघि ट्रम्पले चीनबाट आयात हुने वस्तुमा 145% शुल्क लगाउने घोषणा गरेका थिए। साथै यसबाट व्यापार युद्ध हुने आशंका पनि गरिएको थियो। तर ट्रम्पको पछिल्लो निर्णयसँगै सूचनामा सेमी कन्डक्टर, सोलर ब्याट्री, टिभी डिस्प्ले, फ्ल्यास ड्राइभ, पेन ड्राइभ, मेमोरी कार्ड लगायतमा शुल्क छुट दिइएको बीबीसीले जनाएको छ। यस्ता अधिकांश इलेक्ट्रोनिक उपकरणहरू चीनमा बन्ने गर्छन् र ती अमेरिकामा पनि आयात हुने गर्छन्। शुल्क वृद्धिको घोषणा कार्यान्वयनमा आउँदा चीनबाट अमेरिकामा पुग्ने इलेक्ट्रोनिक उपकरणहरूको मूल्य बढ्ने अनुमान थियो। तर ट्रम्पले स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक वस्तुहरूमा शुल्क घटाउने निर्णय गरेपछि यसबाट सबैभन्दा बढी राहत एप्पल कम्पनीलाई हुने अनुमान छ। किनभने चीनबाट अमेरिका आयात हुने वस्तुहरूमा 145% शुल्क बढाउँदा $1000 आइफोनमा लगभग $700 इम्पोर्ट ट्याक्स लाग्ने अवस्था थियो। मिडिया रिपोर्टका अनुसार 90% आइफोन चीनमा बन्ने गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा उहाँका दूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेको समाचार छ। उहाँहरूबीच युक्रेनसँगको युद्ध विराम सम्झौता अगाडि बढाउने विषयमा 4 घण्टा लामो छलफल भएको बीबीसीले जनाएको छ। भेटवार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी पुटिन युद्ध विरामका लागि सकारात्मक भएको प्रतिक्रिया दिनुभयो। यस्तै पुटिनका दूत किरिल डिमिट्रिभले विटकोफ र पुटिन बीच यस वर्ष तेस्रो पटक भएको वार्ता उपलब्धिमूलक भएको बताउनुभयो। यसअघि युक्रेनमा पछिल्लो समय रुसले जारी राखेको युद्धका कारण हजारौं जनाको ज्यान गइरहेको भन्दै ट्रम्पले रुससँग आक्रोश पोख्नु भएको थियो। रुसलाई वार्ताका लागि थप दबाब दिने उद्देश्यले युरोपेली देशले पनि युक्रेनमा $24 अर्ब बराबरको सैन्य सहयोगको घोषणा गरेका थिए। युरोपको रक्षा मन्त्रीले युद्ध सकिने कुनै सम्भावना नदेखेकाले युक्रेनलाई सहयोग गर्नु आवश्यक रहेको बताएको खबरमा उल्लेख छ। अमेरिकाको मध्यस्थतामा रुस युक्रेन युद्ध विरामका लागि युक्रेन तयार रहे पनि रुसले विभिन्न शर्त राखेर सम्झौता गर्न आलटाल गरिरहेको जनाइएको छ। चीनले फेरि एकपटक अमेरिकाबाट आयात हुने वस्तुहरूमा भन्सार शुल्क बढाएको छ। अब यो अतिरिक्त शुल्क 125% हुने भएको छ। यसअघि चीनले अमेरिकी वस्तुहरूमा 84% भन्सार शुल्क लगाउने घोषणा गरेको थियो। नयाँ भन्सार शुल्कका दरहरू शनिबारबाट लागू भएको छ। अमेरिका र चीन बीचको भन्सार शुल्क युद्ध झन चर्कुँदछ। अमेरिकाले लगाएको 142% भन्सार शुल्कको जवाफमा चीनले अब 125% भन्सार शुल्क लगाउने घोषणा गरेको छ, जुन लागू भएको छ। चीनले यदि अमेरिकाले फेरि भन्सार शुल्क बढायो भने पनि उसले जवाफी कदम नचाल्ने स्पष्ट पारेको छ। चीनको भनाइमा अमेरिकाद्वारा लगाइएका यस्ता सामान्य भन्सार शुल्कहरू अन्तर्राष्ट्रिय व्यापार नियमको गम्भीर उल्लङ्घन हुन्। यो पूर्ण रूपमा एकपक्षीय दबाव र धम्की नीति हो भनेर भनिएको छ।
छ। चीनको वाणिज्य मन्त्रालयका एक प्रवक्ताले भनेका छन् कि यदि यस्तो प्रतिस्पर्धा चलिरह्यो भने यो एक प्रकारको मजाक बन्नेछ। उनका अनुसार यस्ता भन्सार शुल्कहरूले अमेरिकाद्वारा प्रयोग गरिने ध्वंस र दबावलाई मात्र उजागर गर्ने उल्लेख छ। यसैबीच भन्सार शुल्कको बढ्दो विवादबीच राष्ट्रपति सी जिनपिङले पनि पहिलो पटक प्रतिक्रिया दिएका छन्। उनले चीन कसैसँग डराउँदैन, विगत 70 वर्षको प्रगति हाम्रो परिश्रम र आत्मनिर्भरताको नतिजा हो भनेर भनेका छन्। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख पीट हेग्सेथले जलवायु र विविधता सम्बन्धी पहल लगायतको शीर्षकमा 5 अर्ब 10 करोड अमेरिकी डलर कटौती गर्ने बताएका छन्। हेग्सेथले गत महिना जलवायु परिवर्तन र विविधता समानता र समावेशीकरण DEI क्षेत्रसँग सम्बन्धित अनुदानसहित 5 करोड 80 लाख डलर अमेरिकी डलर खर्च अन्त्य गर्ने आदेश दिएका थिए। हेग्सेथले सार्वजनिक गरेको एउटा भिडियोमा विभागले DEI जलवायु कोभिड-19 प्रतिकार्य र सम्बन्धित अनावश्यक गतिविधिका लागि 11वटा सम्झौता अन्त्य गर्न लागेको बताएका छन्। हामीले अहिले एक सम्झौता पत्रमा हस्ताक्षर गर्दैछौँ। यसमा लाखौं नभई 5.1 अर्ब डलरको DOD सम्झौता रद्द गर्न निर्देशन दिएको छ भनिएको छ। अमेरिकाले अफगानिस्तानका लागि दिएको खाद्य सहायता कटौती गरेपछि अफगानिस्तानका लाखौं मानिस भोकमरीको गम्भीर जोखिममा परेका छन्। संयुक्त राष्ट्र अन्तर्गतको विश्व खाद्य कार्यक्रम WFP का अनुसार अहिले उनीहरूसँग सीमित स्रोत मात्र बाँकी छ, जसले गर्दा सबैलाई आवश्यक सहायता दिन असम्भव भएको छ। WFP का अनुसार अफगानिस्तानमा करिब 45 लाख मानिसलाई खाद्य सहायता आवश्यक रहेको छ। नेपालमा आज 2082 सालको नयाँ वर्ष। आज मेष संक्रान्ति, बिसका जात्रा पनि मनाइँदैछ। संसारभरका मानिसहरूले विभिन्न प्रकारका आफ्नै तरिकाले र आफ्नै समयमा नयाँ वर्ष मनाउने चलन रहेको छ। तर विक्रम सम्वत पनि एउटा पुरानो अनि ऐतिहासिक सम्वतका रूपमा विशेषतः पूर्वीय दर्शन अनि पौराणिक वैदिक सनातन संस्कारमा व्याख्या गरिएको छ। विक्रम सम्वत अङ्ग्रेजी सम्वत अर्थात् एडी भन्दा 56.7 वर्षले अगाडि छ। यसबाटै प्रमाणित हुन्छ यसको महत्त्व अनि मानव सभ्यतामा वैदिक सनातन हिन्दू धर्मको प्रभाव र उमेर। विक्रम सम्वत समग्र तिथि मितिहरू पृथ्वी र चन्द्र बीचको कोण अनि अवस्थितिमा फरक पर्छ। सायद त्यसैले पनि यसलाई चन्द्रमास भनिएको हुनुपर्छ। यस अन्तर्गत आज 2082 सालको नयाँ वर्ष सम्पूर्ण देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीहरू, नेपाली भाषीहरूलाई नेपाली नयाँ वर्षको धेरै धेरै शुभकामना छ। अब छोटकरीमा नेपालको समाचार। पूर्व राजा ज्ञानेन्द्र शाहले काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनबारे सुन्दा आफूलाई दुःख लागेको बताउनु भएको छ। नयाँ वर्ष 2082 का अवसरमा भिडियो सन्देश जारी गर्दै शाहले तीनकुने घटनामा दुःख व्यक्त गर्नुभएको हो। उहाँले स्वतन्त्रताभन्दा ठूलो तन्त्र र वाद नहुने बताउनुभयो। प्रजातन्त्रमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार रहने उहाँको सन्देशमा उल्लेख छ। देशमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राज संस्थाले जहिले पनि योगदान पुर्याउँदै आएको पूर्व राजाको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेलाई थुनामुक्त गरी पाउँ भनी दिएको निवेदनमा सर्वोच्च अदालतले बुटवल उच्च अदालतबाट कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ। सहकारी ठगी तथा संगठित अपराध कसुरमा लामिछानेलाई पूर्वपक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा चैत 29 गते थुनुवा दफा 73 निवेदन दायर भएको थियो। यही निवेदनमाथि सुनवाई गर्दै न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एक इजलासले उच्च अदालत तुलसीपुर बुटवल इजलासका नाममा लामिछानेलाई थुनामा पठाउने कारण सहितको लिखित कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो। प्रतिवेदन प्राप्त भएपछि सर्वोच्चले लामिछानेले दायर गरेको रिट खारेज वा उच्चको आदेश सच्याएर थुना बाहिर बसेर पूर्वपक्ष गर्न सक्ने आदेश गर्न वा नगर्ने निर्णय लिन सक्नेछ। सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अगाडि बढेको दावी गर्नुभएको छ। एमाले झापा जिल्ला कमिटीले दमकमा आयोजना गरेको एउटा जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा राजनीतिक स्थिरतासँगै सुशासन र विकासका काम भएको दावी गर्नुभयो। उहाँले ढुङ्गा हानेका भरमा राजनीति गर्न खोज्नेहरूलाई नागरिकले नपत्याएको पनि बताउनुभयो। आन्दोलनका नाममा बैंक डुबाउने, आगजनी गर्ने, रक्सीका बोतल लुटेर भाग्नेहरूले नागरिकले फ्याँकिसकेको राजतन्त्र ब्युत्याउन क्रान्ति गर्छु भन्ने भ्रम नपाल्न पनि प्रधानमन्त्री ओलीको सुझाव छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरूले 17,000को हत्यारा आफूलाई भनिरहँदा पार्टी निकट नेता कार्यकर्ताहरूले प्रतिवाद नगरेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। काठमाडौँमा आयोजित एउटा कार्यक्रममा बोल्दै उहाँले 17,000 मानिसहरू युद्धको नियमअनुसार मारिएको बताउनुभयो। उहाँले त्यसबेला राज्य पक्षले कति र विद्रोही पक्षले तत्कालीन माओवादीले कति हत्या गर्यो भन्ने कुरा अध्ययन गर्न सकिने बताउनुभयो। उहाँले बिना अध्ययन आफूमाथि आरोप लगाइएको भन्दै आपत्ति जनाउनुभयो। साथै 17,000 मानिस प्रचण्डले मारेको भन्ने आरोपको खण्डन गर्दै आफूले अहिलेसम्म एकजनालाई पनि नपिटेको उहाँको भनाइ छ। उहाँले तत्कालीन युद्धको नेतृत्व आफूले गरेको र शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा लिएको बताउनुभयो। प्रचण्डले सबै नेताहरू उस्तै हुन् भन्ने भाष्य बनाइएको भन्दै आपत्ति समेत जनाउनुभयो। लोकतन्त्रलाई नेतातन्त्र भनेको प्रति पनि उहाँको असन्तुष्टि छ। उहाँले यसको फाइदा निरङ्कुश र तानाशाहीलाई भइरहेको बताउनुभयो। कांग्रेस सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा गर्नुभएको भन्ने आफ्नै भनाइको खण्डन गर्नुभयो। काठमाडौँमा आयोजित एक कार्यक्रममा आफूले यसअघिको कार्यक्रममा गलत सूचनाका कारण उत्तर प्रदेशका मुख्यमन्त्री दिल्लीमा रहेको नेपाली दूतावासमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा बताउनु भएको भन्दै आफ्नै भनाइको खण्डन गर्नुभएको हो। केही दिन अघि एक सार्वजनिक कार्यक्रममा सभापति देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ दिल्लीमा रहेको नेपाली दूतावास गएर आफू नेपाल राजतन्त्रको पक्षमा नरहेको बताउनु भएको थियो। सभापति देउवाले मुख्यमन्त्री आदित्यनाथ दूतावास नआउनु भएको र भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले मुख्यमन्त्रीलाई भेट्दा त्यो कुरा बताउनु भएको उल्लेख गर्नुभयो। नेपालमा अहिले शिक्षकहरूले आन्दोलन गरिरहेका छन्। काठमाडौँमा उनीहरूको प्रदर्शन जारी छ। चैत 20 गतेदेखि काठमाडौँ केन्द्रित प्रदर्शन गर्दै आएका शिक्षकहरूले प्रदर्शनलाई जारी राखेका हुन्। नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता र आन्दोलनलाई सँगसँगै अगाडि बढाइरहेको छ। यसैबीच शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा गठित उपसमितिले आन्दोलनरत शिक्षकहरूको विधेयकको विषयवस्तु रहेको भन्दै आन्दोलनबारे पुनर्विचार गर्न आग्रह गरेको छ। विद्यालय सम्बन्धी विधेयकका लागि गठित उपसमितिका संयोजक छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयक सर्वाधिक चर्चाको विषय बनेको र शिक्षकहरूका मागहरू सम्बोधन गर्न सरकार सकारात्मक रहेकाले आन्दोलनबारे पुनर्विचार गर्न आग्रह गरेको बताउनुभयो। उपसमितिले विधेयकका 163 वटा दफा मध्ये अहिलेसम्म 82 वटा दफामा छलफल गरेर निष्कर्षमा पुर्याएको दावी गर्दै उहाँले शिक्षा विधेयक समयानुकूल बनाएर जाने कुरामा समिति गम्भीर रहेको बताउनुभयो। नेपालमा सुनको भाउले कीर्तिमान बनाएको छ। एकै दिन तोलामा 1,000 रुपैयाँ बढेर अहिलेसम्मकै उच्च 1,86,000 रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। शुक्रबार सुनको भाउ तोलाको 1,85,000 रुपैयाँ रहेको थियो। त्यस्तै चाँदीको भाउ तोलामा 55 रुपैयाँले बढेर 1,960 रुपैयाँ कायम भएको जनाइएको छ। नेपालमा नयाँ वर्ष 2082 सुरु भएको छ। तर 2081 नेपालमा राजनीतिक उथलपुथल राजा फर्काउनेदेखि पूर्व राष्ट्रपति राजनीतिमा फर्कनेसम्मको चर्चा भएको छ। राजनीतिमा विभिन्न उतार चढाव भए, भ्रष्टाचारका काण्डहरूको चर्चा, छानबिन तथा विशिष्ट व्यक्तिहरू पक्राउ परे, अर्थतन्त्रमा केही सुधार देखिए लगायत 81 साल एक विशेष बन्यो। 2081 सालका केही मुख्य घटना सम्झिन योग्य छन्। 2081 साल नेपाली राजनीतिक इतिहासमा महत्त्वपूर्ण रह्यो। नेपालको संसदीय इतिहासमै पहिलो र दोस्रो ठूलो दल मिलेर असार 30 गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो। उहाँले कहिले एमाले र कहिले नेपाली कांग्रेससँग मिलेर सरकार चलाइरहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विस्थापित गर्नुभयो। संसदको पहिलो र दोस्रो दल मिलेपछि प्रतिनिधि सभामा बलियो बहुमत छ। तर राष्ट्रिय सभाका कारण सरकारलाई आफूले ल्याएको अध्यादेश पारित गर्न हम्मे भयो। पुष्प मागमा ल्याएका 6 वटा अध्यादेश मध्ये एउटा निष्क्रिय नै भयो भने बाँकी 5 वटा पनि अन्तिम समयमा बल्ल कानूनमा रूपान्तरण भए। संघीय संसद र प्रदेश सभाले आफ्नो आधा कार्यकाल बिताइसके पनि बनाउनु पर्ने कानूनको चाङ अझै अग्लो छ। 2081 साल संघीय संसददेखि प्रदेश सभासम्मै विधायकी काम भन्दा सरकार गठन र विघटनको विवादमा अल्मलिएका छन्। दुई ठूला दल मिलेर बनेको सरकारले पनि नागरिकको चाहना र भावना अनुसार काम गर्न सकेको छैन। यसैबीच 2 पटक देशको उपप्रधानमन्त्री सहित गृहमन्त्री बनेका रवि लामिछाने 2081 सालमा 2 पटक पक्राउ पर्नुभयो। उहाँलाई सहकारी रकम ठगी र अपचलनको मुद्दा छ। 80 दिनभन्दा बढी थुनामा बसेर धरौटीमा रिहा हुनुभएका उहाँ
चैत 22 गते फेरि पक्राउ पर्नु भएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणले 81 सालमा नेपालको राजनीतिलाई तरङ्गित बनायो। त्यस्तै कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोइया पक्राउ परेको घटनाले पनि राजनीतिमा थोरै चर्चा र प्रभाव पार्यो। 81 मा भएको अर्को महत्त्वपूर्ण राजनीतिक घटना हो राजावादीहरूको सक्रियता। राजावादीहरूले चैतको 15 गते काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भयो। त्यही घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता रविन्द्र मिश्र, धवल शमशेर जबरासँगै आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाई पनि पक्राउ परे। त्यस्तै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन सक्रिय राजनीतिमा फर्कने गरेको प्रयासले पनि 2081 सालमा निकै चर्चा पायो। त्यस्तै देशभरका क्याम्पसमा सोभि चुनाव पनि भयो। वर्षको अन्तिम समयमा देशभरका शिक्षकहरू काठमाडौँमा भेला भएर गरेको प्रदर्शन पनि राजनीतिमा यति बेला चर्चाको विषय छ। त्यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव साक्यलाई नियुक्त गर्दा सरकारले धेरै आलोचना सहनु परेको थियो। 2081 सालमा विपदका दृष्टिमा दुःखद रह्यो। चितवनमा 2वटा यात्रुवाहक बस पहिरोले त्रिशुलीमा बिलायो। असोजको दोस्रो हप्ताको वर्षाले विशेष गरी काठमाडौँ उपत्यका र आसपासमा ठूलो जनधनको क्षति भयो। 81 सालमा भएका विपदजन्य घटनामा 745 जनाको ज्यान गयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा 8861 वटा विपदका घटना भएकोमा 745 जनाको ज्यान गएको बताइएको छ। अवस्था दर्शक महानुभाव, समाचार पार्टी युएसको दैनिक न्यूज बुलेटिन अहिलेका लागि यति नै। हामीले प्रस्तुत गरेका यी समाचारहरूप्रति तपाईँको धारणा के छ? आफ्नो धारणा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। हामीलाई अमेरिकाको कुन स्टेट, कुन सिटीबाट हेर्दै हुनुहुन्छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। दैनिक रूपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला। आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम भनेर लेखिदिनु होला। हाम्रो च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नु भएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोस् अनि नजिकै आउने बेल आइकनलाई क्लिक गर्नुहोला। यदि हजुरसँग पनि नेपाल र नेपाली समुदायको विषयमा सरोकार राख्ने कुनै समाचार, सूचना वा जानकारी छ भने हामीलाई समाचारपार्टी@gmail.com मा इमेल गर्न सक्नुहुनेछ। भोलि फेरि नेपाल र नेपालीसँग सरोकार राख्ने समाचार र जानकारी सहितको समाचार पार्टी युएस न्यूज बुलेटिन इस्टर्न समय अनुसार साँझ 6 बजे लिएर उपस्थित हुनेछौँ। तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्। तपाईँको बाँकी पल सुखद होस्। जय नेपाल, जय नेपाली, नमस्कार।